अरे जो पनि आउँछ 5 वर्ष 10 वर्ष 15 वर्षको लागि आउँछ, त्यसमा आफ्नो व्यक्तिगत स्वार्थ मात्रै लुकेको हुन्छ मान्छेको। हेर्नुहोस्, म के भन्नु चाहन्छु भन्दाखेरि नि, हिजो अस्ति जुन चाहिँ यहाँनिर है मेला लाग्यो, मेलाको पैसा यत्रो पाएर पनि है यहाँनिर एटलिस्ट यहाँनिर ग्राउन्ड बनाइदिएको भए, ग्राउन्ड बनाएको भए आज हेर्नुहोस् त यहाँनिर पानीहरू बग्थेन होला। आज यहाँनिर बल एउटा राख्यो भने यहाँ बल बगिरहेको हुन्छ यहाँ पानीले। आज यो ग्राउन्ड हेरेपछि यहाँनिर हेर्नुहोस् त यहाँनिर खुट्टाहरू भाँसिन्छ। आज यो ग्राउन्डको वरिपरि यहाँनिर कुद्नु पऱ्यो भने यहाँ ग्राउन्डको वरिपरि यहाँ बाँसको यहाँ दुलै दुलो छ, अन्त यसको जिम्मा कसले लिने? लु भन्नुहोस् न। तपाईँहरू त मजाले त्यो पैसाहरू पाउनु भयो होइन, मजाले घरमा बसेर पनि है यसरी गन्दै गरेको होला त्यो पैसाहरू। त्यो नोटहरू कहाँ राख्ने भन्नुहोस् त? त्यो नोट कहाँ राख्ने? अरे जुनै पनि लिडर आउँछ यहाँनिर 5 वर्ष 10 वर्षको लागि आउँछ यहाँनिर। जयगाउँको विषयमा सोच्ने कुनै एउटा लिडर जन्मेन हौ राम्रो खालको यहाँनिर। जो पनि आयो त्यो कुर्सीको लागि मात्रै आएको छ क्या त। त्यो कुर्सीमा बस्यो भनेपछि पर्सेन्टेजको हिसाबले खानुको लागि आएको छ क्या यो ठाउँमा, तर एउटा डेभलप गर्नुको लागि कोही पनि आएको छैन। जिरो भिजन क्या तिमीहरूको। आज हेर्नुहोस् यत्रो नानीहरू यो ग्राउन्डमा खेल्छ। म किन घरिघरि म ग्राउन्डको लागि म बोलिरहेको हुन्छु? हाम्रो जयगाउँमा जति पनि स्पोर्ट्सम्यानहरू छ, अब चाहिँ स्पोर्ट्सम्यानहरूले बताउनु पर्ने दिनहरू आएको छ, मलाई त्यस्तो लाग्छ होइन। आजको दिनसम्म म यहाँनिर मैले भन्दै आएको छु, अब चाहिँ तपाईँहरूको पनि काम हो